गाइज म चाहिँ आज मेरो स्मार्ट लाइसेन्स लिन जाँदैछु अनि मेरो बाइक त्यहाँ खै मेरो सेटअप कस्तो भयो ठिकै छ नि देखियो होला नि होइन ल अब चाहिँ म निस्किँदैछु मेरो बाइक यहाँ राखेको थिएँ मैले घाम छ नि त यस्तो घाम छ पुरै अनि त्यही भएर यस्तो गरमको खोलामा निर्ल खोलम अनि अब म जाँदैछु गाइज म चाहिँ यहाँबाट सुरुमा होराइन चोक जान्छु साथी होराइन चोक छ अनि त्यसलाई लिएर चाहिँ हामी जान्छौँ यातायात कार्यालय। नमस्कार आन्टी राम्रै भयो हजुर अब हेरौँ के हुन्छ के भन्नुभयो हजुर कहीँ जान्न रिजल्ट आएपछि बल्ल ए तिमी त पढाउनु तिमी त नि अहिले यातायात भर्खरै टुवेल्भ एक्जाम सकेको नि त अनि त्यही भएर कष्ट गऱ्यो के गर्यो भन्नुहुन्छ सबैजनाले कस्तो गरियो भने त आफूलाई मात्र थाहा अब त्यो त भन्नु भएन नि त होराइजन चोक पुगिन्छ सुरुमा होराइजन चोक पुगेर त्यहाँ ब्रिज आउँछ अनि ब्रिजलाई लिएर चाहिँ ब्रिज र म भएर चाहिँ हामी जान्छौँ यातायात कार्यालय बुटोल। अनि आजको यो चाहिँ त्यो खासै केही इम्पोर्टेन्ट छैन अनि किन मैले आज किन बनाएको भन्दा म चाहिँ अब रेगुलर भ्लग अपलोड गर्ने प्रयास गर्छु किन भन्दा मलाई चाहिँ के हो भन्दा एउटा भ्लगर भन्नु चाहिँ ठुलो इच्छा छ क्या अनि त्यही भएर चाहिँ अनि एउटा सक्सेसफुल भ्लगर भएपछि यस्तो चाहनु हुन्छ नि त अनि त्यही भएर नि हो त्यही भएर दिनदिनै भ्लग हाल्न लाग्यो भने त एक न एउटा भ्लग त कसो भाइरल नजाला र त्यही सोचेर हिँडेको हो म चाहिँ गाइज। लेट्स सी गाइज लेट्स सी अहिले चाहिँ यो चाहिँ जाने कि नगर आइयो अनि अहिलेसम्म यो भ्लग चाहिँ मैले हिजो सुनौलीदेखि हालेकोमा चाहिँ 60 भ्युज गइसक्यो कति छिटो चाहिँ अनि त्यो चाहिँ मलाई एकदम खुसी लाग्यो किनभने एउटा बिगिनर भएर चाहिँ होइन जस्तै अब साथ सपोर्ट पाइन्छ अहिले बिगिनर एक दिनमा 60 भ्युज जानु भनेको राम्रो भ्युज हो कि किनभने मैले कन्टेन्ट राम्रो दिन सकेको छैन केही भिडियो राम्रो दिन सकेको छैन क्वालिटी त्यस्तै छ त्यही पनि 60 भ्युज जानु भनेको मलाई एकदम म त एकदम खुसी छु बिस्तारै बढ्ने कुरा हो कोही मान्छे म चाहिँ सक्सेस हुन्छ जस्तो लाग्छ लेट्स सी। अनि 12को एक्जाम दिएर बसेकोहरूलाई चाहिँ के छ त अनि अब के गर्ने हो सबैले सोध्ने कुरा त त्यही त हो नि मलाई पनि सबैले त्यही सोध्नु भयो तर म चाहिँ के भन्छु भन्दा अब यस्तो सोध्छ स्टुडेन्टलाई सोधेर के गर्ने हो एक्जाम कस्तो भयो भने सोध्ने एउटा फर्मेलिटी भयो त्यही पनि त्यसरी नसोध्नु किन भन्दा अब के गर्ने भन्ने कुरा त फिक्सै होइन जो तपाईँले मात्र सोध्ने होइन तपाईँ जस्ता हजारौँले सोध्छन् दिमाग खराब हुने क्या ओहो फेल भइएर हो के भएर हो हेल्प गर्नुपर्छ हेल्पिङ नेचर अनि गाइस यो चाहिँ हाम्रो जयकुटी हो मलाई चाहिँ हाइवे हिँड्न मन लाग्दैन क्या अहिले हाइवेमा पुरै ट्राफिक लाइटहरू राखेको छ अनि त्यसपछि यो हाइवे हिँड्न मन मनै परेन त्यसपछि जहाँ लाइट ट्राफिक लाइटमा परिन्छ मलाई मात्र हो कि तपाईँहरूलाई पनि त्यस्तो हुन्छ कमेन्ट गर्नु होला पहिला बुटोलमा हिँड्न पहिला बहुत मजा थियो मस्त कहीँ रोकिन्थेन आनन्द थियो अहिले त ट्राफिक लाइटैलाई जस्तै ट्राफिक लाइट हुनु ठिक हो जस्तो शान्तिकुञ्जको जस्तो ट्राफिक लाइट एकदम बेस्ट हो क्या किनभने मान्छे जान पर्दाखेरि मान्छेले आफैले बटन दबाइदिन्छ जान्छ होइन मान्छे जान नपर्दा किन रेड बालिदिनु पऱ्यो किन रेड बत्ती हाल्दै अब यताबाट जाने मान्छेले किन रोकाउनु पऱ्यो बहुत राम्रो सोचेर हालेको क्या शान्तिकुञ्जको म एकदम बहुत खुसी छु त्यो कुरामा चाहिँ त्यस्तो हुनुपर्छ कि मान्छेको थिङ्किङ क्यापेसिटी यो के सोच्छन्
मलाई थाहा किन यो बुटोलको अस्ति केस भयो नि त्यो बाइक उडेको क्या राति बाइक उडाएको क्या त्यो चाहिँ यो हाई टेन्सनमा होइन योभन्दा अगाडिको हाई टेन्सनमा हो अनि त्यो चाहिँ के भएको रहेछ भन्दा मैले थाहा पाएँ अनुसार चाहिँ यो ट्राफिक के अरे कहाँको अरे नुवाकोट गर्थ्यो अरे एउटा साथीको जापानको भिसा लगाएर चाहिँ नुवाकोट पार्टी खान गएको अरे अनि पार्टी खाएर फर्किने क्रममा चाहिँ राति ढिला भएको अरे अनि अहिले पानी पनि आएको त्यहाँबाट जोसमा पिएसेर खायो होला अनि जोसमा दौडाएर आउँदाखेरि चाहिँ यही हाई टेन्सनमा हो यही हाई टेन्सनमा यहाँबाट छिर्यो क्या त्यो मान्छे यहाँबाट शुद्ध छिर्यो क्या कस्तो मजाले छिर्यो त्यस्तो बिचरा एउटा यस्तो जन्म मृत्यु र विवाह लेखेर ल्याइन्छ अरे त्यो भन्छ तर त्यो चाहिँ हो है गाई तर त्यो चाहिँ फ्याक्ट हो त्यो त कहिले मरिन्छ हामीलाई त केही खाएन त्यो हामीले सब लेखेर ल्याएको हुन्छ अरे क्या बुढापाकाले भन्थ्यो नि त एकदम सही भने यार बुढापाका बहुत अनि अहिले चाहिँ हामी होराइजन चोक आयो गाइज अनि अब यहाँ होराइजन स्कुल अगाडि चाहिँ पुलिस आहा होला है मलाई फोन गरेको थियो अनि म 33सम्म आउँछु त आइज भने आउँछु भन्थ्यो अब लेट्स सी पुलिसलाई लिएर जाऊँ यहाँ यो होराइजन स्कुल चाहिँ आउन पर्ने हो त्यो एकदम बोडीको त पक्का मान्छे त बेसी गाइज होप त्यहीँ चाहिँ होला कुर्न नपरोस् किन त मलाई यो कुर्ने भने जतिको नराम्रो केही लाग्दैन अरूलाई कुराउन पनि मन लाग्दैन आफूले कुर्न पनि मन लाग्दैन क्या आज त्यहीँ छ गाइज पुलिस त्यहीँ छ मैले देखिसकेँ पुलिसलाई बिचरा कुरेर बसेर रहेछ हाँस्छ केटा हाँसेर बसेछ फोन गरेको थिइस् यहाँ हेर त अफ भएर अन छ न हेर त त्यो बिचको बटन हुन्छ नि गोलो छैन न बिचमा हुन्छ भोलि अनि कि तेरो बायोमेट्रिक तेरो जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन 2 गते हो तेरो उसमा खाके त्यो पेपरमा त्यतिखेर थियो फला फर्स्ट डेट अनि प्रिस दाइ के छ हाल खबर युट्युबमा हेरेन न हिजोको अस्तिको भ्लग अन गरेर हेर्न आजदेखि 11 को एक्जाम सुरु भयो सक्यो मैले तिब्बतमा कलेजतिर गएको थिएँ यो चाहिँ भित्री बाटो गाइस तर एकदम हाइवे के हेप्ने भेटेको के भनिस् त पुलिस म त आजकल कडा भ्लगर हुन थालेँ कि 4000 को हेलमेट हो राम्रो छ नि यहाँ राम्रो हेलमेट कस्तो मानिस दामी यहाँ हो र यो ज्याकेट कहिले देखिस् र
मैले भन्दै म भ्लग बनाउँदै आउँछु भनेर। बुलेट पछाडिबाट बुलेट आहा त्यहाँ बाटो बिगारेर कस्तो भयो यार। चुनाव आउनुला भन्छन् के अश्विनले उयो गर्छ अझै चुनाव आउन। जेसै कि हामी विदेश जाने हो के अरे अहिले बुझ्न जाने पिटी क्लास जाने अहिले पिटी गरौँ कि ब्रिज यार पिटी सजिलो हुन्छ अरे के पिटी सजिलो हुन्छ अरे के फाइदा त हामीलाई नि अस्ट्रेलिया हो कि नै अस्ट्रेलियालाई पिटी हो अरे के गर्ने आइल्स त त्यो के त युएस जान्छस् र जान्नुहोस् नि होइन युएस जानलाई यो आइल्स चाहिने युएस जान आइल्स कम्पलसरी हो नत्र अस्ट्रेलिया जान पिटी हो पिटी ठिक छ क्या पिटी गरियो भने सिडनी एउटा युनिभर्सिटीमा के पढ्ने गाइस हामी चाहिँ दुइटै अस्ट्रेलिया जाने भनेको दुइटैको एप्रुभ भइसक्यो होइन घरबाट होइन अनि चप्प लाएर हेर्न बाटो हेर्न गाइस अफरोडिङ हिजो त अझ हामी उयसबाट गएको बकुल लिएर म स्विमिङ जान्छस् कि नै त हामी त दिनदिनै जान्छौँ नि 5 बजेदेखि 7:30 बजेसम्म त म त सम्पर्क दिइन हो स्विच अफ हो मेरो फोन ए ढल्यो अटो ढल्यो पर्दैन कहाँ यतिमै यस्तो गरेर हुन्छ र हामी मनाङ जाने मान्छे फेरि तिलिचो हामी घुम्न जाने प्लान के भयो कि एबिसी त जान्न म त तिलिचो जाने मेरो 7 गते हो 7 गते चाहिँ हुन्छ होला 7 गते 10 गते भित्र हुन्छ कि किनकि म 13 गते म वहाँ जाने हो होइन तिलिचो 13-14 गतितिर गइन्छ जस्तो छ है फेरि फिक्स है जिम पछि हाइवे जाऊँ न आनन्द हाइवे जाने नि तेल हाल्न के तेल हाल्न फेरि यता हो यार कति छ त्यो भ्यास कहाँ के गरिदिन्छ त फेरि अहिले के गर्दै हामी चाहिँ तिलिचोको भ्लग आउँछ फुल भ्लग हाल्छ तिलिचोको त किन भ्लग हेर्न आफै म्युजिक
के भयो उसको कुरो हाम्रो एकदम भेसी गर्ने कुरा एकदम भेगै दिन गर्ने कुरा थियो है त्यसको बनाइदिने 13 ग्राम के अब मेरो अलिक मिल्ने साथी हो र प्रवेश निषेध है ठुला गाडीलाई ठुला गाडी छ बाङ्रे गाडीहरू दाइ बहिनी दाजु बहिनी अब जे अनि भ्लगमा आयो के अरे अब तिनीहरूको फ्यामिली देखेर म जिम्मेवार छैन है तिमीहरू बाटोमा त्यसरी नहिँडाउ त तिमीहरू गल्ती हो अहिले दिन यस्तरी दिन यसरी थाहा कि नै नदिने क्या यार बाटो बिग्रियो र यहाँको बाटो छैन र यहाँ निर्माण कार्य जारी हुँदैछ त्यसका बाद अब कताबाट गइन्छ ऊ यहाँबाट गइन्छ कि आयो भन्ने सुनेर आयो क्या यसो बुझेर आउँदा के हो गाइस यो चाहिँ लाइसेन्स फाटो यो चाहिँ बाइकहरू पासहरू नामसारीहरू बाइक स्कुटीहरू गाडीहरू सबै नामसारी गर्ने यहाँ हो लाइसेन्स फाटे त है गाइस थाहा नभएको भए चाहिँ बाइक राख्छौँ यतैतिर राख्छौँ बाइक चाहिँ ल यातायात कार्यालय बुटो लाग्यो अनि अब यहाँ लाइसेन्स निकाल्न स्मार्ट लाइसेन्स आयो कि चाहिँ कतिवटा स्क्रिन देख्छ यो चाहिँ कतिवटा स्क्रिन दिनुहुन्छ यहाँ अब बन्द भयो क्या मम्मीलाई फोन गरे हामी चाहिँ यहाँ आयो यहाँ अझैसम्म आएन रे 2 वर्ष भइसक्यो होइन 2 वर्षसम्म लाइसेन्स नम्बर के यस्तो भएन नि उयो गर्न मिल्छ के जुन मैले आज भोरे नि रब्दान नि नयाँ भोरम भोलि पर्सि दिन त मिल्दैन तेरो कन्फर्म भइसक्यो त्यसभन्दा नजिकको देखाउने देखाउनु पर्ने के अरे मेरो त देखाएको थियो कि हामी चाहिँ यहाँ लाइसेन्स निकाल्न के अरे स्मार्ट लाइसेन्स लिन आएको गर्मी भयो स्मार्ट लाइसेन्स नआएको अब आइसक्रिम खान्छ पनि जान्छौँ आइसक्रिम खानलाई हामी तिलोत्तमा नगरपालिकादेखि बुटोलुपा महानगरपालिकाको बेलवास आएर यातायात कार्यालय अगाडिबाट खाँदैछौँ